जय होस्, जय जय श्रीमन्नारायण। म अब हरे राम एउटा हाम्रो बुढा नीलकण्ठ नारायण थानमा गाउने हरे राम हाम्रो यहाँ आमाजीलाई सिकाउने प्रयास गर्दैछु। हजुरहरूले पनि सिक्दाखेरि हुन्छ, यसै गरी सिक्नु होला। म यहाँ फर्मुला सहित नोटिस सहित बताउँदैछु है त। जय जय श्रीमन्नारायण है। धा 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 हरे राम धप धा धा हरे राम 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 पम पप ध ध पम हरे राम 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 हरे हरे। यसरी यो नोटिसबाट चाहिँ ध ध ध ध ध प ध ध पम पप ध ध पम राम राम हरे 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 कृष्ण यो पाठ सक्यो हैन। अब हाम्रो अर्को चाहिँ पाठ चाहिँ यहाँबाट फेरि रे 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 सा रे सा ध सा सा रे सा ध। यो भनेको माथिको रे हो, यो तलको रे हो। हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे। हामीले यसरी नोटिसबाट अलङ्कार आलाप गर्ने अनि भगवानको कीर्तन गर्ने, यसमै ठुलो पुण्य मिल्छ। हस्त नमस्ते।